girl next to me. अलन्सारी एक्सचेन्जबाट ई सेवा मार्फत पैसा पठाउँदाखेरि नेपालमा है सबै त्यो क्याम्पेनको लक्की विनर हुनुभयो भने चाहिँ बम्पर उपहारमा के पाउनुहुन्छ त? नमस्ते सबैजनालाई, म अझ खुलाएर भन्छु है हजुरहरूलाई। हाम्रो अन्सारी एक्सचेन्जबाट ई सेवा मनी ट्रान्सफर थ्रु पैसा पठाउनु भयो भने अहिले हाम्रो नेपालमा चाहिँ एउटा मेरो डिजिटल देश भन्ने अभियान चलिरहेको छ। मेरो दिनुपर्छ त्यो ल्याङल्याङ गरेर हुँदैन। 21 सेकेन्डमा मलाई आउँछ भनेर एउटा खुट्टा गरे। नमस्ते फेरि पनि सन्चै हुनुहुन्छ? कस्तो राम्रो नाच्नु भएको सबैजनाले। अब नेपालमा गएर फिल्म खेल्नुपर्छ जस्तो छ है। एकदम राम्रो नाच्नु। दिदीले गायो भने फेरि पनि नाच्ने हो। ल मैले अघि तपाईँहरूसँग कतिजना पछि जोडिनु भयो है यहाँ। अघि पनि म यसरी तपाईँहरूसँग इन्टरेक्सन गर्दाखेरि मैले सानो कुरा भनेको थिएँ जुन चाहिँ अलन्सारी एक्सचेन्जबाट ई सेवा मार्फत नेपालमा पैसा पठाउँदाखेरि चाहिँ तपाईँ एउटा क्याम्पेनमा सहभागी हुन पाउनुहुन्छ। तपाईँ स्वतः त्यो क्याम्पेनमा सहभागी हुनुहुन्छ आफै अटोमेटिकली होइन। तपाईँले देश भन्ने एउटा चाहिँ उपहार योजना चलिरहेछ। हामी हरेक महिना एकजना गिफ्ट ह्याम्पर दिइरहेछौँ र बम्पर रूपमा एकजना गिफ्ट दिइरहेको छ। त्यो बम्पर उपहार चाहिँ के हो? पहिला यति भने पाउनुहुन्न, गाडी मान्छे यति भने पैसा पाउनुहुन्न। तपाईँले हात उठाउनु पर्ने हुन्छ, हात उठाउनु पर्ने हुन्छ हजुर। आउनु पहिला आउनुहोस् त, यहाँ आउनुहोस् त। अन्सारी एक्सचेन्जबाट ई सेवा मनी ट्रान्सफर थ्रु हजुरले पैसा पठाउनु भयो भने काठमाडौँमा के जित्न सक्नुहुन्छ? घर जित्न सक्छ। घर मात्र होइन, कहाँको घर हो? आइडिया भएन तपाईँ क्यान्सल हुनुभयो। अर्को थाहा छ? ल तपाईँ आउनुहोस्। ई सेवा मनी अन्सारी एक्सचेन्जबाट ई सेवा मनी ट्रान्सफर मार्च 20 सम्म पैसा पठाउनु भयो भने बम्पर उपहार छ। के पाउनुहुन्छ काठमाडौँ? के पाउनुहुन्छ बम्पर उपहार? के पाइनुहुन्छ? के पाउँछ अरे काठमाडौँमा? घरमा गएर गिफ्ट दिनुहुन्छ र 6 महिनामा एउटा बम्पर उपहार घर काठमाडौँमा घर पाउनु सक्छ। सही जवाब। मैले गिफ्ट पाउनुहुन्छ गिफ्ट अरेन्ज गरिदिनु होला सिस्टममा। तपाईँलाई म त्यसको एउटा सर्ट फर्म भन्छु, त्यसको एब्रिभिएसन त्यसको फुल फर्म के हो भनेर भन्नुपर्छ है त। रेडी है? सबैभन्दा चाँडो जसले हात उठाउनुहुन्छ उहाँले नै आन्सर गर्न पाउनुहुन्छ। सायद सबैजना थाहा छ होला यसको आन्सर। ओके, EMT को फुल फर्म के हो? अगाडि आउनुहोस् त। हामीले सोधेको थियौँ EMT को फुल फर्म के हो भनेर। EMT को फुल फर्म के रहेछ? रङ EMT को फुल फर्म के हो भनेर। EMT को फुल फर्म के रहेछ? ई सेवा मनी ट्रान्सफर। के रहेछ? ई सेवा मनी ट्रान्सफर। ओ राम्रो, सही जवाब दिनुभयो। गिफ्ट अरेन्ज सही जवाब। EMT को फुल फर्म चाहिँ ई सेवा मनी ट्रान्सफर। ई सेवा मनी ट्रान्सफरको चाहिँ सर्ट फर्मलाई चाहिँ हामीले EMT भन्छौँ भने सही जवाब दिनुभएको छ। भाग्यशाली विजेता हुनुभएको छ। धेरै धन्यवाद। तपाईँको नाम के हो? तपाईँको घर चाहिँ कति भयो? तपाईँ यहाँ बस्नु भएको 4 वर्ष भयो है। 4 वर्षमा कहाँ बस्नुहुन्छ तपाईँ? डिआइपीबाट केबाट पैसा पठाउनुहुन्छ तपाईँ नेपालमा?
अल अन्सारी एक्सचेन्ज डिआइपी अन्सारी एक्सचेन्जबाट पैसा पठाउनुहुन्छ अन्सारी एक्सचेन्जबाट एक्सचेन्जले किन अन्सारी एक्सचेन्जले नेपालमा पैसा पठाउनु अन्सारी एक्सचेन्जले किन पैसा पठाउनु धेरै चाँडो पनि हुन्छ नि विश्वास अन्सारी एक्सचेन्जबाट पैसा पठाउँदा विश्वासिलो नि हुन्छ चाँडै पनि हुन्छ है धेरै धेरै धन्यवाद बोलाइछ तपाईँलाई ल वन्स अगेन